नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ विश्व समाचार विशेष। म हुँ तपाईँको समाचार वाचक। अब प्रस्तुत गर्दैछौँ आजको विश्व र नेपालका प्रमुख तथा रोचक समाचारहरू। तपाईँहरू म शिवप्रसाद सुवेदीको साथमा हुनुहुन्छ। विश्व समाचार विशेष। रुस युक्रेन तनाव फेरि चर्कियो। युरोपमा सुरक्षा सतर्कता बढाइएको छ। रुसले युक्रेनमा आक्रमण तीव्र बनाएपछि जर्मनी, नेदरल्यान्ड लगायतका देशहरूले रुसी राजदूतलाई बोलाएर विरोध जनाएका छन्। युरोपेली नेताहरूले लोकतन्त्रलाई अस्थिर बनाउने प्रयास भइरहेको चेतावनी दिएका छन्। द गार्जियन्सले समाचार छापेको छ। त्यसै गरी विश्व समाचारमा युरोपमा भीषण गर्मी र जनजीवन प्रभावित। फ्रान्स र बेलायतमा मे महिनाको इतिहासको उच्च तापक्रम मापन गरिएको छ। कतिपय क्षेत्रमा तापक्रम 36 डिग्री सेल्सियससम्म पुगेको छ। स्वास्थ्य सतर्कता जारी गरिएको छ भने रेल सेवा र पानी आपूर्तिमा समेत असर परेको द सन टाइम्स पत्रिकाले जनाएको छ। अमेरिका र इरान तनाव विश्वभरि चिन्ताको विषय। अमेरिकाले इरानका केही सैन्य क्षेत्रमा आक्रमण गरेपछि मध्यपूर्व फेरि तनावग्रस्त बनेको छ। तेलको मूल्य बढ्न थालेको छ भने विश्व बजारमा आर्थिक दबाव देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता भए राम्रो नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्। रेप्टर्स समाचार पत्रिकाले समाचार छापेको छ। त्यसै गरी एआई बारे पोपको गम्भीर चेतावनी आजको विश्वको चर्चित समाचार बनेको छ। पोप लियो 14ले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले मानव स्वतन्त्रतामाथि नयाँ खतरा ल्याउन सक्ने बताएका छन्। उनले प्रविधिको प्रयोग मानव हितका लागि मात्र गर्नुपर्नेमा जोड दिएका छन्। युरो न्युजमा समाचार छापिएको छ। त्यसै गरी स्कटल्यान्डमा फुटबल खेलाडीको तस्बिर भएको नोट। स्कट म्याकटोमिनेको ऐतिहासिक गोलपछि स्कटल्यान्ड विश्वकपमा पुगेको खुसियालीमा विशेष बैंक नोट जारी गरिएको छ। स्कटल्यान्डमा यो समाचारले पनि विश्व खेलकुद जगतमा ध्यान खिचेको छ र यो समाचार सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। न्युयोर्क निक्स 27 वर्षपछि एनबिए फाइनलमा न्युयोर्क निक्सले शानदार प्रदर्शन गर्दै 27 वर्षपछि एनबिए फाइनलमा स्थान बनाएको छ। समर्थकहरू उत्साहमा छन् भने अमेरिकाभर बास्केटबलको चर्चा चुलिएको छ। नेपाल समाचार विशेष। काठमाडौँमा इयुका 22 राजदूत। नेपाल युरोप सम्बन्ध मजबुत बनाउन युरोपेली सङ्घका 22 राजदूत काठमाडौँ आइपुगेका छन्। ऊर्जा, विकास र राजनीतिक सहकार्यबारे उच्च स्तरीय छलफल भइरहेको बताइएको छ। नेपाल न्युजमा समाचार छापिएको छ। जलाशययुक्त जलविद्युत आयोजना नेपाल सरकारको प्राथमिकतामा राखेको नेपाल सरकारले दाबी गरेको छ। अब ठुला जलाशययुक्त विद्युत आयोजनालाई प्राथमिकतामा राख्ने जनाइएको छ। यसले भविष्यमा लोड सेडिङ अन्त्य र ऊर्जा निर्यात बढाउने अपेक्षा गरिएको छ। अब नेपाली खेलकुद समाचार। नेपाली क्रिकेट टोली चर्चामा कप्तान रोहित पौडेलले नेतृत्वमा नेपालले आइसिसी लिग 2मा राम्रो प्रदर्शन गरिरहेको छ। कीर्तिपुर मैदानमा भएको खेलहरूमा दर्शकको ठुलो उत्साह देखिएको छ। नेपालमा स्टार्टअप र इनोभेसनको लहर फैलिएको समाचार पनि अहिले एकदमै चर्चाको विषयमा छ। त्यसै गरी नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन 2026 सफलतापूर्वक सम्पन्न भएको छ। द हिमालय टाइम्समा यो समाचार छापिएको छ। त्यसै गरी सामाजिक सञ्जाल र डिजिटल नीतिका बहसमा नेपालमा सामाजिक सञ्जाल नियमन, डिजिटल सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताबारे बहस चुलिएको छ। राजनीतिक वृत्त र युवाहरू बीच यस विषयमा फरक धारणाहरू देखिएका छन्। अन्त्यमा मुख्य समाचार। एक पटक फेरि विश्वमा युद्ध, गर्मी र आर्थिक तनाव बढिरहेको छ। त्यसैको बेला नेपालमा भने ऊर्जा, क्रिकेट र प्रविधि विकासका समाचारले सकारात्मक चर्चा पाएका छन्। यति नै थियो आजको विश्व र नेपाल समाचार विशेष। धन्यवाद।
फेरि भेटौँला अर्को समाचार बुलेटिनमा। मलाई आजको समाचारबाट बिदा दिनुहोस्। नमस्कार, म शिव प्रसाद सुवेदी। फेरि भेटौँला। धन्यवाद।